सुनाई पाठ 1 झन्डाको गीत क्षेत्रप्रताप अधिकारी। नेपाली पानी नसुकेसम्म यो रगत सुक्दैन, चन्द्र र सूर्य नझुकेसम्म यो झन्डा झुक्दैन। को ठुलो सानो को तल माथि हिमाली छाया एकै हो, नमिठो वचन नबोल साथी देशको माया एकै हो। नेपाली रगत नसुकेसम्म गण्डकी सुक्दैन, चन्द्र र सूर्य नझुकेसम्म यो झन्डा झुक्दैन। सुनाई पाठ 2 सौरभ र सौरभी, सरस्वती प्रतीक्षा। सौरभ र सौरभीको अनुहार मात्र होइन, हाँसो र हाँस्दा देब्रे गालामा पर्ने खोपिल्टो पनि मिल्थ्यो। रिसाउँदा झनक्क रिस देखाउने तरिका मिल्थ्यो। हर्षित हुँदा खुसी साट्ने शैली पनि मिल्थ्यो। बिहान सबेरै उठ्ने दुवैको बानी मिल्थ्यो। दुवैको जन्मदिनको मिति पनि मिल्थ्यो। नमिलोस् पनि किन, मात्र 1 मिनेटको फरकमा जन्मिएका सौरभ र सौरभी जुम्ल्याहा दाजुबहिनी थिए। दुवै सँगसँगै मिलेर जन्मदिन मनाउँथे। अरूले झैँ केक माथिको मैनबत्ती निभाएपछि केक काटेर होइन, 2वटा पालामा दियो बालेर पूजाआजा गरी जन्मदिन मनाउँथे। जन्मदिनमा दियो बाल्न आमाले सिकाउनु भएको थियो। आमा भन्नुहुन्थ्यो, जन्मदिनको यात्रा अँध्यारोबाट उज्यालोतिरको हुनुपर्छ, उज्यालोबाट अँध्यारोतिरको होइन। त्यसैले बलेको मैनबत्ती निभाएर होइन, दियो बालेर जन्मदिन मनाउनुपर्छ। एक दिन सौरभ बगैँचाका फूलमा पानी हाल्दै थिए। सौरभीले दाइलाई जिस्काउँदै भनिन्, तिमी त केटा मान्छे पो त, केटा मान्छेले काम गर्न सुहाएन। सौरभले भन्यो, कुनै पनि काम केटा वा केटी मान्छेका हुँदैनन्। सौरभको कुरा सुनेर सौरभी मुसुक्क हाँसिन्। छेउैमा उभिरहेका आमा बुवा पनि मुसु मुसु हाँस्नुभयो। उनीहरूको हाँसोमा मिसिएर सिङ्गो घर नै हँसिलो भयो। सुनाई पाठ 3 म प्रकाश हुँ। म प्रकाश हुँ, मलाई ज्योति, उज्यालो र आभा पनि भन्छन्। मेरा विभिन्न स्रोत छन्। सूर्य, चन्द्रमा, आगो, बत्ती मेरा स्रोत हुन्। आकाशमा देखिने तारा र अँधेरी रातमा उड्ने जुनकिरी पनि मेरा स्रोत हुन्। मेरो सबैभन्दा ठूलो स्रोत भनेको सूर्य हो। मेरो उपस्थितिमा धरती उज्यालो हुन्छ। प्राणीको जीवनमा उज्यालाको ठूलो महत्त्व छ। रुख, बिरुवा र लहराको जीवनमा पनि प्रकाशको महत्त्व छ। बोट बिरुवाले आफूलाई चाहिने खानेकुरा प्रकाशको सहायताबाट बनाउँछन्। सूर्यको प्रकाशमा मानिसको शरीरलाई निरोगी बनाउने भिटामिन पनि हुन्छ। यसलाई मानिस भिटामिन डी भन्छन्। मेरो उज्यालोभित्र इन्द्रेणीका 7 प्रकारका रङ हुन्छन्। ती रङ हुन् रातो, सुन्तला, पहेँलो, हरियो, नीलो, नीर र बैजनी। यो कुरा विज्ञानका ठूला विद्वान सर आइजाक न्युटनले पत्ता लगाएका हुन्। उनले 3 कुने काँचबाट प्रकाश पठाएर छुट्टा छुट्टै रङ देखाइदिएका थिए। तपाईहरू पनि काँचको 3 कुने प्रिज्मलाई घाममा राख्नुहोस्। त्यो प्रिज्मबाट छिरेको प्रकाशमा 7 प्रकारका रङ देख्नुहुनेछ। सुनाई पाठ 4 निवेदन। व्यक्तिले कुनै कार्यालयलाई लेख्ने पत्र नै निवेदन हो। निवेदनमा कुनै काम गरिदिन संस्थालाई अनुरोध गरिन्छ। निवेदन लेख्ने व्यक्ति निवेदक हो। उसले निवेदन लेख्दा पानाका दायाँपट्टि सिरान भागमा मिति लेख्नुपर्छ। त्यसपछि कार्यालयको प्रमुख व्यक्तिलाई सम्बोधन गर्नुपर्छ। त्यसको तलतिर उक्त कार्यालयको नाम र ठेगाना लेख्नुपर्छ। निवेदन लेख्नुपर्ने विषय उल्लेख गरेर महोदय वा महाशय लेख्नुपर्छ। निवेदनको विषयलाई स्पष्ट पार्ने गरी आवश्यक कुरा विस्तार गर्नुपर्छ। त्यसपछि निवेदकको नाम, हस्ताक्षर र ठेगाना पानाको दायाँतिर उल्लेख गर्नुपर्छ। काम गरिदिनका लागि गरिने अनुरोध वा आग्रह बाहेक निवेदनमा अन्य कुरा लेख्नु हुँदैन। निवेदनको भाषा सरल हुनुपर्छ। सुनाई पाठ 5 अरुणा लामा।
अरुणा लामा लोकप्रिय गायिका हुन्। उनको जन्म विक्रम सम्वत 2002 भदौ 24मा भारतको दार्जिलिङमा भएको थियो। उनका बुबाको नाम सूर्यबहादुर लामा र आमाको नाम सानमाया लामा थियो। उनले स्नातकसम्म अध्ययन गरेकी थिइन्। उनले 7 वर्षको उमेरबाट गीत गाउन सुरु गरिन्। बुबा आमाले उनलाई सानै उमेरदेखि नै गीत गाउन प्रेरित गर्नुभएको थियो। उनी आफ्नो गायनप्रति लगनशील थिइन्। उनले 11 वर्षको उमेरमा गायन प्रतियोगितामा भाग लिइन्। त्यस प्रतियोगितामा जित हासिल गरेपछि उनलाई झन हौसला मिल्यो। उनका सङ्गीत गुरु अम्बर गुरुङ थिए। उनी आफ्ना गुरु कहाँ नियमित रूपमा सङ्गीत सिक्न जान्थिन्। उनी सानै उमेरमा गायिका भइसकेकी थिइन्। उनले विक्रम सम्वत 2016मा एकांशा मलाई सुनको तारा खसाइदेऊ न भन्ने गीत रेकर्डिङ गराइन्। यस गीतलाई धेरैले मन पराए। उनका पति शरण प्रधान सङ्गीतकार थिए। उनले गायन यात्रामा पतिको साथ र सहयोग पाइरहन्। पोहोर साल खुसी फाट्यो जस्ता गीतले उनलाई झन लोकप्रिय बनायो। नेपाल सरकारले विक्रम सम्वत 2050मा उनलाई स्वर किन्नरी पदवीले सम्मान गर्यो। सुमधुर स्वरकी धनी अरुणा लामा विक्रम सम्वत 2054 माघ 22मा हामीलाई छाडेर सधैँका लागि बिदा भइन्। उनको भौतिक शरीर नभए पनि उनका कालजयी गीतले हामी सम्झिरहनेछौँ। सुनाई पाठ 6 बीरबलको जुक्ति। कुनै समयमा अकबर र बीरबल नाम गरेका राजा र मन्त्री थिए। बीरबल अति चलाख र बुद्धिमान थिए। उनको बुद्धिमत्ताको प्रशंसा चारैतिर फैलिएको थियो। बीरबलको प्रशंसा सुनेर राजा अकबर ईर्ष्या गर्थे। उनी बीरबललाई नीचो देखाउने उद्देश्यले बेला बेलामा विभिन्न अत्तो थापेर परीक्षण गरिरहन्थे। यस्तै एक दिन बीरबललाई असफल बनाउने निर्णय गरे। यसका लागि आधा किलो मसिनो बालुवामा आधा किलो चिनी मिसाए र पानीमा नहाली छुट्याउन लगाए। यो देखेर दरबारमा भएका सबै चकित परे। पानीमा नहाली बालुवा र चिनी कसरी छुट्याउने होला? कसैले अनुमान गर्नै सकेका थिएनन्। बीरबलले चाहिँ मुस्कुराउँदै अकबरको चुनौती स्वीकार गरे। उनले त्यस कामका लागि 24 घण्टाको समय मागे। त्यसपछि बीरबलले त्यो मिसिएको चिनी र बालुवा लिएर गए। त्यस दिन उनले त्यो चिनी र बालुवा एउटा नाङ्लामा राखेर बगैँचामा लगेर राखिदिए। भोलिपल्ट गएर चिनी र बालुवा राखेको नाङ्लो हेर्दा त्यहाँ चिनी जति कमिलाले सबै लगिसकेका थिए। 1-2 कमिला त अझ पनि ओसार्दै देखिन्थे। जब उनलाई अब चिनीको मात्रा सबै कमिलाले लगिसके भन्ने सुनिश्चित भयो, त्यसमा बाँकी रहेको बालुवा लगेर राजालाई दिए। राजा उभानो बालुवा देखेर दङ्ग परे। यस परीक्षामा पनि बीरबललाई हराउन सकेनन्। अकबर बीरबलसँग फेरि हारे। सुनाई पाठ 7 भ्रमण। सानो र नानु 5 कक्षामा पढ्छन्। उनीहरू विद्यालयको चौरमा बसेर कुराकानी गर्दैछन्। ए नानु, हेर त बगैँचामा कति राम्रा फुल फुलेछन्। आहा, कति राम्रो गुलाब। वसन्त ऋतुमा पनि फुल नफुले कहिले फुल्छ त? अझ यस बेलामा विभिन्न रमाइला ठाउँ घुम्न पाए झन् कति आनन्द हुन्छ। पोहोर साल बुवासँग पाल्पाको श्रीनगर गएकी थिएँ। कस्तो रमाइलो भयो। म त खास घुमेकी पनि छैन। घुम्दा कसरी रमाइलो हुन्छ मैले थाहा पनि पाएकी छैन। सानो, मलाई त घुमफिर गर्नै पर्छ भन्ने लाग्छ। नयाँ नयाँ कुरा देख्न पाइन्छ। नयाँ ठाउँ, नयाँ संस्कृति र नयाँ परिवेशबारे थाहा पाउँदा कस्तो रमाइलो हुन्छ। साँच्ची भन त, अरू के फाइदा हुन्छ? घुमफिरबाट ज्ञान र मनोरञ्जन दुवै पाइन्छ। ज्ञान र अनुभव साटासाट गर्न सकिन्छ। यसैका लागि विदेशी पाहुना नेपाल आएका हुन्? हो त नि। उनीहरू यहाँका धार्मिक, सांस्कृतिक र रमणीय स्थल घुमफिर गर्छन्। आजभोलि हामी पनि घुमफिर गर्न मन पराउँछौँ। गत वर्ष विद्यालयबाट भरगोडमा जाने हो भन्दा मैले नजाने भनिदिएँ। यस वर्ष त जसरी भए पनि जान्छु। विद्यार्थीले त शैक्षिक भ्रमण नगरी नहुने रहेछ। ल, घन्टी पनि लाग्यो। अब कक्षातिर जाउँ। दुवैजना कक्षातिर लाग्छन्। सुनाई पाठ 8 राम्रो समाज।
सफा छ सारा घर गाउँ आज, साँच्चै निरोगी रसिलो समाज। सुशान्ति उस्तै सबमा छ मेल, राम्रो बनायौँ सबले जुटेर। विकासमा हात खुलेर लाग्छन्, संस्कारलाई परिवार ढाक्छन्। छ एकता सुन्दर गाउँभित्र, बस्छौँ यहाँ जो मन झन् पवित्र। बस्छौँ यहाँ जो मन झन् पवित्र। सुनाई पाठ 9। रोबोट। मानिस जस्तै देखिने, मानिसले नै बनाएको यन्त्र रोबोट हो। यसलाई यन्त्र मानव पनि भनिन्छ। यसमा मानिसका जस्तै हात खुट्टा हुन्छन्। यसले मानिसको जस्तै काम गर्न सक्छ। यसले आफै काम गर्दैन। यसलाई मानिसले नै काम लगाउनु पर्छ। कम्प्युटरका माध्यमबाट यसलाई काम लगाइन्छ। रोबोटले घरायसी कामदेखि अन्य क्षेत्रका पनि काम गर्छ। कृषि क्षेत्रमा यसलाई धेरै काम लगाउन सकिन्छ। उद्योग, कल कारखानामा अझ बढी उपयोगी हुन्छ। यसले सामानलाई मिलाएर राख्न सक्छ। वैज्ञानिक क्षेत्रमा यसको प्रयोग अझ प्रभावकारी हुन्छ। मानिसलाई काम गर्न गाह्रो पर्ने ठाउँमा रोबोटलाई काम लगाइन्छ। विषादी प्रयोग भएका ठाउँमा रोबोटलाई काम गराउँदा मानवीय क्षति हुँदैन। अहिले यन्त्र मानव मानिसको सहयोगी साधन बनेको छ। यसका कारणले मानिसलाई काम गर्न धेरै सजिलो भएको छ। हरेक काम छिटो गर्न सक्ने भएकाले यन्त्र मानव लोकप्रिय बन्दै गएको छ। हराएको काम नबिगारी गर्ने भएकाले कुनै नोक्सान पनि हुँदैन। यसलाई काम लगाउँदा खर्च पनि कम हुन्छ। त्यसैले यन्त्र मानव सबैका लागि उपयोगी साधन बनेको छ। सुनाई पाठ 10। आमाको महानता। आमा, मैले तपाईँलाई साह्रै दुःख दिएँ होला है। 9 महिनासम्म गर्भमा रहँदा पनि तपाईँलाई निरन्तर सताइरहेँ। मलाई गर्भमै खेल्न मन लाग्थ्यो। हात खुट्टा फ्याँकेर खेल्न खोज्थेँ। तपाईँलाई कति पीडा भएको थियो होला। आफ्नो सन्तानको उपद्रोलाई चुपचाप सहेर बस्नुभयो। अझ पेटको बच्चा चल्मलायो भनेर कति हर्षित हुनुभयो होला है। पीडा थाम्न नसकेर आँखाबाट आँसु निस्किए होलान्। मुसुक्क मुस्कुराउँदै ती आँसुलाई हर्षमा परिणत गर्नुभयो होला। क्षमा चाहन्छु आमा। म जन्मिन लाग्दा तपाईँले भोगेको प्रसव पीडा त वर्णन गर्न नसकिएला। म अनुमान गर्न सक्छु। उफ, ती पीडा, दुःख, व्यथाले तपाईँको शरीरमा एकैचोटि आक्रमण गरे होलान्। ती सबै सक्कस सहेर मलाई हुर्काउनु भयो। आमा, म तपाईँको ऋणी छु। तपाईँप्रति सधैँ ऋणी रहिरहनेछु। विद्यार्थी जीवनमा थुप्रै असामाजिक कुराले आकर्षित गर्न सक्छन्। गलत कुरा भए पनि नक्कल गर्न मन लाग्छ। खराब र देखावटी साथीभाइको सिको गर्न मन लाग्न सक्छ। त्यसैले यस समयमा यस्ता असामाजिक व्यवहारबाट आफूलाई जोगाउन सक्नुपर्छ। सुनाई पाठ 11। निवेदन। मिति 2080-9-12। श्री अध्यक्षज्यू, टोल सुधार समिति, रामनगर टोल, भक्तपुर। विषय: ढल व्यवस्थापन सम्बन्धमा। महोदय, यस टोलका हरेक नागरिक शिक्षित हुनुहुन्छ। शिक्षित नागरिकको कर्तव्य आफू शिक्षित हुने मात्र होइन, आफू बस्ने ठाउँ, वातावरण सफा र सुन्दर हराभरा बनाउनु पनि हो। रामनगर टोल सुधार समितिले बेला बेलामा राम्रा काम गरेको छ। यस क्षेत्रमा यत्रतत्र बाटा बनेका छन्। खेल्ने मैदान पनि छ, तर अव्यवस्थित ढलले सम्पूर्ण टोल नै दुर्गन्धित बनेको छ। दुर्गन्धित वातावरणले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्छ। तसर्थ टोलमा दुर्गन्ध फैलिन नपाउँदै यसको व्यवस्थापन गर्न पाए सबैको स्वास्थ्य सुरक्षित रहन्थ्यो। बर्खा लागेपछि ढल व्यवस्थापनमा अझ समस्या आउन सक्छ। बर्खाको समयभन्दा हिउँदको समयमा ढल व्यवस्थापन गर्न सजिलो हुन्छ। त्यसैले टोल सुधार समितिको सक्रियतामा
ढल व्यवस्थापन होस् भन्ने कामनासहित अध्यक्ष समक्ष यो निवेदन पेश गरेको छु। यस समितिको सक्रियतामा ढल व्यवस्थापन भई रामनगर टोल प्रदूषणमुक्त हुने विषयमा हामी टोलवासी आशावादी छौँ। टोल स्वस्थ राख्नका लागि टोलवासीले गर्नुपर्ने योगदान गर्न म तत्पर रहेको बेहोरा अवगत गराउँदै यो निवेदन पेश गरेको छु। निवेदक आदिल खान। सुनाई पाठ 12 पाठ सिकाउने प्रकृति राम विक्रम थापा। यति साना कमिलाले यति ठूलो फट्याङ्ग्रालाई कसरी बोकेर हिँडाउन सकेका दिदी? सानो भाइ रमेशले जिज्ञासा राखे। दिदी कमलाले भनिन्, हो भाइ, देख्यौ नि, यति साना कमिला मिलेर आफूभन्दा कैयौं गुणा ठूलो फट्याङ्ग्रालाई मारेर बोक्दै कुदाइरहेका छन्। गनेर मलाई भन त, यहाँ कमिला कतिवटा छन्? यति धेरै कमिला कसरी गन्ने दिदी? म त भन्नै सक्दिनँ। थोपा थोपा मिलेर बनेको समुद्र कति विशाल हुन्छ। पोया पोया मिलेर बनेको पिङको लठारो कति बलियो हुन्छ। धेरैजनाको सहकार्यमा गर्ने हो भने असम्भव भन्ने कुनै कामै छैन। धेरै मिलेर काम गर्दा के फाइदा हुन्छ दिदी? एकता नै ठूलो बल हो। यी कमिलाबाट हामीले एकताको पाठ सिक्नुपर्छ भाइ। आँगनमा कमिलाको कर्म हेरेर रमेश र कमला फूलबारीमा पुग्छन्। विभिन्न रङ र बास्नाका धेरै फूल देखेर रमेशले कमलासँग सोधे, यी फूलबाट हामीले के सिक्ने दिदी? सुन्दर हाँसो हाँसेर अरूलाई हँसाउनुपर्छ, सुबास छर्नुपर्छ भन्ने सन्देश छ। दिदीको जवाफले रमेश खुसी भए र एकपटक फूल जस्तै मज्जाले हाँसे। सुनाई पाठ 13 वनजङ्गल। वनजङ्गल जनावरहरूको मुख्य वासस्थान हो। जङ्गलमा विभिन्न प्रकारका जनावर र पन्छी बस्ने गर्छन्। जङ्गल धेरै प्राणीको घर हो। जङ्गली जनावर र पशुपन्छीका लागि आहारा पनि जङ्गलमा नै पाइन्छ। कतिपय जनावरले रुखका पात र स्याउला खान्छन्। चराचुरुङ्गीले रुखका कलिला पात, फूल र फल खान्छन्। यही जङ्गलले जङ्गली जनावरको घाँस र बाँसको व्यवस्था मिलाएको हुन्छ। जङ्गल जनावर र पन्छीका लागि मात्र होइन, मान्छेका लागि पनि उपयोगी हुन्छ। मानिसले दाउरा, काठ आदि जङ्गलबाट नै ल्याउँछन्। घरमा पालिएका घरपालुवा जनावरलाई खुवाउने घाँस, स्याउला पनि जङ्गलबाट नै ल्याउने गर्छन्। मानिसलाई चाहिने कतिपय फलफूल, कन्दमूल वनमा नै पाइन्छन्। यसरी हेर्दा जङ्गलले मान्छेको जीवन चलाउनका लागि धेरै कुरा दिएको हुन्छ। सुनाई पाठ 14 नैतिक दृष्टान्त लेखनाथ पौड्याल। उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर, फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र। दबिन्छ गुणीको दोष गुणका रासमा परी, रश्मिले चन्द्रको दाग दबाएकै छ बेसरी। मिलेर काम गर्नाले हुन्छ अत्यन्त फाइदा, एकता हेर कस्तो छ मौरीका महमा सदा। मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ, दूध पान गरी सर्प खाली विष बगाउँछ। दूध पान गरी सर्प खाली विष बगाउँछ। सुनाई पाठ 15 अन्धविश्वास। गङ्गा आचार्य। गुरुआमा कक्षामा पढाउँदै हुनुहुन्थ्यो। विश्वास झोक्राएको देखेर उहाँले सोध्नुभयो, के भयो विश्वास? विश्वासले भने, गुरुआमा, मलाई बोक्सी लागेको छ। हिजो घरमा धामीबालाई बोलायौं र कुखुरा पूजा पनि गर्यौं। गुरुआमा स्तब्ध हुनुभयो। उहाँलाई गाउँमा शिक्षा र स्वास्थ्य सम्बन्धी चेतनाको कमी भइरहेको कुरा थाहा भयो। उहाँले धेरै किसिमबाट कक्षाका सबै विद्यार्थीलाई सम्झाउने कोसिस गर्नुभयो। बोक्सी भन्ने कुरा हुँदै नहुने कुरामा जोड दिनुभयो। पढाइसकेपछि गुरुआमा विश्वाससँगै उनका आमा बुबालाई भेट्न घरमै पुग्नुभयो।
घरमा पुगेर पनि उहाँले अन्धविश्वासमा नलाग्न बारम्बार आग्रह गरिरहनुभयो। उहाँले भन्नुभयो, बोक्सी भन्ने कुरा हुँदै हुँदैन, यस्तो नभएको कुरा कसैलाई पनि लाग्दैन। त्यसैले धामीबाको कुरा नसुनी विश्वासलाई तुरुन्त अस्पताल लानुहोस्। केही समयपछि विश्वासका आमा बुवा दुवै विद्यालय आए। उनीहरूले गुरुआमासँग भेटेर भने, गुरुआमा, हामीले व्यर्थैमा बोक्सीमा विश्वास गरेछौँ। धामीबाले हामीलाई बेकारमा बोक्सी लागेको बताउनु भएछ। अस्पतालमा जचाउँदा त विश्वासको पेटमा जुका पो परेका रहेछन्। धन्यवाद छ है तपाईलाई।